काम बत्ती गरिरहेको छु ढेँडो चाहिँ उल्टो कति राम्रो सनसेट फेरि हेप त छिनी रे फेरि युज पनि गर्नुपर्ने रे है वेयर इज योर फोन कहाँ छ है तिम्रो फोन खोइ यो मैले देखेको गिफ्ट हो है सो फ्याफुल्ला अनि ह्याप्पी लोसार सबैजनालाई आज चाहिँ मेरो र साथीको बिदा छ होइन अनि आज ढिँडो खाने प्लान बनाएको थियो फेरि आज ठ्याक्कै सोनाम लोसार पनि परेछ खासमा सोनाम लोसार आज हो भनेर चाहिँ थाहा थिएन होइन नेपालमा भएको भए कति रमाइलो हुन्थ्यो टोडी खेलमा पनि जानुहुन्थ्यो कति धेरै रमाइलो हुन्थ्यो होला है के गर्नु टाढा छ अब अलिअलि रुमहरू सफा गर्छु अलिअलि सपिङ गर्नु पनि छ होइन सपिङ गर्नको लागि पनि जानु पर्यो सपिङ गरेर आएर अनि पकाइवरी गरेर अनि जान्छु यही नै हो जुत्ता फेरि डेन्जर छ आइया लाउनु पर्यो नि होइन हेलो मेरो साइकल चाहिँ यो हो है जाने यसरी त्यहाँ फेरि साइकल चलाएर गाह्रो छ गाइसहरू मेरो पुरानो साइकल यो है टायर गएर चाहिँ मैले फेरि यो नयाँ किनेको तर त्यो पुरानो साइकल कहाँ फाल्ने केही आइडिया नै छैन आइडिया छ भने भन्नुहोस् त गाइजहरू फाल्नु पर्यो क्या लु म गएँ है पसल फेरि भेट्टाउँला ठ्याक्कै गाडी पनि आइरहेको छ कति राम्रो सनसेट यो पसलमा पनि आइपुग्यो है चाहिएको त धेरै कुरा छैन अलिअलि तरकारीहरू किन्नुपर्ने छ त्यही किनेर अनि फर्किहाल्ने हो उनीहरू हिँडिसक्यो होला 4 बज्यो होइन 4 बजी हिँड्छु भनेको थियो 5 मिनट पनि लाग्दैन ए म केही नलिकन के बौला टाइपले हिँड्ने होला ल साथीहरू अब धेरै बोल्न त आउँदैन मलाई जति बोल्न जाने छ त्यतिमै चित्त बुझाउनु होला कम बोल्ने मान्छे त होइन म अब चाहिने कुरा बोल्न आउँदैन नि त साथीहरू भयो भने चाहिँ फेरि धेरै बोल्छु है चाहिने भन्दा बढी बोल्छु बेसी बोल्छु त्यही हो यत्रो मासु छ है कुन मासु लिउँ होला अब यही लिखिदिन्छु है कोक पनि लिन पर्यो तर अलिक ठुलोको कोक चाहिएको थियो है सानो रहेछ ल कोक अलिक ठुलोको कहाँ छ हौ कोक नै पाइएन त हौ तर धेरै खाँदैन यतिले पुग्छ होला कि मेबी पुग्छ होला यही लगिदिन्छु ल सपिङ गरेर पनि सक्यो मैले चाहिँ गुडाउने किन नलिएको भनेर फेरि धेरै सपिङ गर्नु थिएन त्यही भएर त्यो गुडाउने ट्रली चाहिँ लिएन है कति राम्रो चक्लेट हो अब म नेपाल जाने बेलामा चाहिँ लान्छु है कहिले जाने होला नेपाल मेरो साइकल चाहिँ त्यहाँ मलाई कुरेर बसिरहेको छ यहाँ छ आफ्नो साइकलको कलर नै अर्कै जस्तो लाग्दो रहेछ किन होला यस्तो हुने मलाई मात्र हो कि फाइनली साथी पनि आइसकेको छ फेरि हेप त छिनी रे फेरि युज पनि गर्नुपर्ने रे है जे पनि छि भन्छ यो आइमाई यो केटीलाई त आइमाई भन्दा फेरि छि भन्छ फेरि के भन्दा है गाह्रो छ जिन्दगी मेरो हालत यस्तो छ है म झन् कस्तरी बसिएको छु तिमीलाई हेर न मलाई म पनि कस्तो हेरि त हो सुतेर आएको नाइट ड्युटी है तिम्रो साँच्चै
त्यही त अनि के अरे होइन तैँले चाँडो आउनु भन्नुपर्छ कि फेरि किनभने फेरि 8 बजी आएर त एकछिन खाएर बस्न नि पाउँदैन नि त छिटो अनि फोन गरेर भनिहाल्नु ओके वेयर इज योर फोन कहाँ छ है तिम्रो फोन खोइ मोबाइल खोइ यो मैले देखेको गिफ्ट हो है ओए तिम्रो मोबाइलै छैन त अनि ओके ल गर न त बन्द गर तिमीले गर्नु हुँदैन हमारा बुढा बुढी का फोटो हे अनि बच्चा लु लु गरिदेऊ बाबा काम बत्ती गरिरहेको छु ढेँडो चाहिँ उल्टो उल्टोबाट बसाल्छ है के भन्छ यसलाई पकाउँछ पकाउन आउनु त हुनुपर्छ साँच्ची बुढासँग भएपछि मलाई पकाउन आउँदैन त तर मैले गाउँमा बनाउँछु ओइ लास्टमा त साह्रो न साह्रो भइदियो मरि गई त्यसपछि तर मिठो हुन्छ नि है यस्तो यम्मी यम्मी अब पार्टी हुँदैछ भनेर भनौँ न अब होइन ढिलो पार्टी है ढिलो पार्टी हाल तिमी अब तिमी हाल्ने हो नि त हाल त तरकारी दाल दाल चाहिँ अहिले अब खाना खाँदाखेरि हाल्ने हो खोइ स्ट्यान्ड कहाँ गयो म यहाँ राख्छु कि धन्यवाद